हाम्री प्यारी छोरी मनसुनलाई त हामीले भिटामिन ए खुवायौं अनि तपाईले नि खबर आए अनुसार धेरैवटा स्वास्थ्य चौकीहरू अनि खोप केन्द्रहरू बन्द छन् भने केही ठाउँहरूमा धमाधम यो कार्यक्रम अगाडि बढिरहेको छ। केही ठाउँहरूमा जस्तै हाम्रो गाउँमा पनि स्वयंसेविकाहरूले आफ्नै घरमा पनि भिटामिन ए खुवाउने र जुकाको औषधि दिने कार्यक्रम अगाडि बढाइरहनु भएको छ। स्वयंसेविका ज्यूसँग कुरा गर्दाखेरि बालबालिकाहरूलाई भिटामिन ए को खोप 6 महिना कटिसकेपछि मात्रै खुवाउँदा उचित। यदि तपाईहरूले 1 वर्ष कटिसकेका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउँदै हुनुहुन्छ भने त्यो दिन चाहिँ दूध, मासु, अन्डा जस्ता कुराहरू नखुवाएको एकदम राम्रो, नखुवाउन नै उहाँहरूले परामर्श दिनुहुन्छ। यदि तपाईका बालबालिकाहरू 6 महिना पुगेका छैनन् भने चिन्ता नगर्नुहोस्। यो कार्यक्रम हरेक 6 महिनामा हुन्छ र अर्को पाली लगभग कार्तिकतिर हुनेछ। 6 महिना कटेका बालबालिकाहरूलाई 5 वर्षको उमेरसम्म नियमित रूपमा हरेक 6 महिनामा यो भिटामिन ए खुवाउनु पर्छ। यसले बच्चाहरूलाई धेरैवटा रोगबाट बचाउँछ र अन्धोपनको शिकार हुनबाट पनि बचाउँछ। भोलि वैशाख 7 गते पनि यो कार्यक्रम आयोजना हुनेछ, अगाडि बढ्नेछ।